हेलो साथीहरू, नमस्ते, गुड मर्निङ। स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। म चाहिँ बेबी क्यारट खाँदैछु। मैले हेलो साथीहरू नमस्ते भनेको मौरी खाने मान्छेले चाहिँ मलाई राम्रो हेरो। मलाई चाहिँ कस्तो अल्छी लागेर मैले चाहिँ बेबी क्यारट काट्दै बसिरहेको थिएँ। एकछिन काटिसकेँ हैन। अनि यहाँ चाहिँ मह काट्दैछ। मह कति छ विशाल? अझै पनि छ? हाँ? हाम्रो घरमा चाहिँ मह छ। मौरी बसेको छ, त्यही भएर मह काट्दैछ है। मह राख्ने ठाउँ चाहिँ यस्तो छ हैन। अनि यहाँ भकारी छ। यो चाहिँ कटेरो हो नि त। अनि कटेरोमा यही छ कुखुराको खोर पनि। कति बाइक हिँड्छ। को हो यो हिँड्ने? अनि कम्ती छैन मह। तपाईहरुलाई पनि अर्ग्यानिक मह कसलाई चाहिन्छ अर्डर गर्नुहोस् प्लिज। म चिन्दैन क्या मलाई। म डन हो, मौरीको डन। यसरी झार्नुपर्छ। मह काट्ने तरिका पनि हेर्नुहोस्। ओहो, देखिस् पारेको रहेछ त। मैले अस्तिदेखि काट्न मह भनेर भनेको। कम्ती छैन अझै। मह कति धेरै खेदायो महले। मौरीले खेदायो। मह कति साह्रो बिच्क्यो, भाग्दैछ। साथीहरू कति धेरै कुखुराले खाइरहेछौ। मौरी बिच्क्यो। अब चाहिँ टोक्छ होला। म चाहिँ साथीहरू यति धेरै किन मोटाको भन्दाखेरि चाहिँ म खारै मोटाको जस्तो लाग्छ। किन भन्दाखेरि हाम्रोमा प्राय मौरी भइरहन्छ, मह भइरहन्छ। अनि म खान्छु। अनि खाँदाखेरि फेरि गुल्लीले कति धेरै ज्यान लाग्ने रहेछ क्या।